2011 साल भदौ 19 गतेका दिन ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोलामा एक महान व्यक्तिको जन्म भयो, जसले विश्व जगतमा आँखाको क्षेत्रमा विशिष्ट योगदान पुर्याए। उनी थिए सन्दुक रुइत। सदरमुकामदेखि 4 दिन लामो बाटो हिँडेर पुगिने एक दुर्गम ठाउँमा उनको जन्म भयो। आजको भिडियोमा उनकै बारेमा चर्चा गर्नेछौँ। अन्त्यसम्म हेर्नुहोला। ओलाङचुङ गोलाको सुन्दर प्रकृतिको काखमा उनले बाल्यकाल बिताएपछि विद्यालय पढ्न घरदेखि 15 दिनको पैदल यात्रा गरेर दार्जिलिङ पुगे। यहाँदेखि रुइतको जीवनमा सङ्घर्ष थपियो। वर्षमा 15-15 गरी 2 पटक विद्यालय त बन्द हुन्थ्यो, तर घर आउन नै 15 दिन लाग्ने भएकाले 4-5 वर्षसम्म घर परिवारसँग सम्पर्क हुन सकेन। उनको जीवन त्यसबेला एक्लोपनाले भरिएको थियो। भारत-चीन युद्धका कारणले विद्यालयहरू बन्द भएपछि उनी घर फर्किए। पछि रुइतले सिद्धार्थ वनस्थली स्कुलबाट 2025 सालमा प्रवेशिका अर्थात् एससी परीक्षा उत्तीर्ण गरे र त्रिचन्द्र कलेजबाट आइएससी पूरा गरे। डाक्टर बन्ने सपना पुगेका रुइतले विक्रम सम्वत 2029 मा एमबीबीएस पढ्न भारतको लखनऊ स्थित किङ जर्ज मेडिकल कलेजमा छात्रवृत्ति पाए। त्यहाँबाट एमबीबीएस पास गरेपछि उनको डाक्टर बन्ने सपना पूरा भयो। पछि नेपालमा एकपटक नेपालगञ्जको आँखा शिविरमा उपचार गर्ने क्रममा उनले एकै परिवारका 5-6 बच्चालाई आँखा देख्न सक्ने बनाए। ती बच्चा र अभिभावकको खुसीले डाक्टर सन्दुक रुइतमा आँखाको उपचारमा लाग्ने प्रेरणा थपो। रुइत एक अस्ट्रेलियन परामर्शदात्री नेत्र चिकित्सक फ्रेड हलेजको सल्लाह बमोजिममा अस्ट्रेलिया पुगे र विशेष दक्षता हासिल गरेर आफ्नै देशमा केही कुरा गरौँ भनेर नेपाल पुनः फर्किए। नेपाल फर्केपछि उनले गाउँ-गाउँमा डुलेर आँखाको उपचारलाई तीव्रता दिए। सुरुमा आँखाको डाक्टर भइसकेपछि दृष्टिविहीन हुनाको मुख्य कारण मोतीबिन्दु भएकाले यसको शल्यक्रियामा पनि उनी सक्रिय भए। शल्यक्रिया गर्ने पद्धति पुरानै थियो। जुन प्रविधिबाट मोतीबिन्दुको उपचार गरिन्थ्यो त्यसबाट बिरामीलाई पीडाबोध मात्र नभई रोग बल्झिने समस्या पनि हुन्थ्यो। आँखामा लेन्स राख्ने पद्धति निकै महँगो थियो। बिरामीले उपचार र शल्यक्रियापछि पनि बाक्लो सिसा भएको चस्मा लगाउनु पर्थ्यो। रुइत एउटा सरल र सस्तो प्रविधिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे। त्यसैले समूह बनाएर ठाउँ-ठाउँमा पुगेर आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे। उनले आविष्कार गरेको प्रविधि सबैभन्दा सस्तो र भरपर्दो साबित भयो। यही प्रविधि अन्तर्राष्ट्रिय जगतमा नेपाली प्रविधि अर्थात् रुइटेक्टोमीको रूपमा विश्वभरि चर्चित छ। रुइतले पहिलेदेखि नै नेपालमा एउटा सुविधा सम्पन्न आँखा उपचार केन्द्रको स्थापना गर्ने सपना देखेका थिए। उनको सपनालाई साकार पार्न अस्ट्रेलिया स्थित फ्रेड हलेज फाउन्डेसन, नेपालका वरिष्ठ समाजसेवी, कलाकार, उद्यमी तथा साहित्यकारले साथ दिए। सबैको सामूहिक प्रयासबाट विक्रम सम्वत 2051 सालमा तिलगङ्गा आँखा केन्द्रको स्थापना भयो, जुन केन्द्र अहिले उत्कृष्ट अन्तर्राष्ट्रिय आँखा उपचार तथा मानव संशोधन तालिम केन्द्र बनेको छ। उनले नेपालमा रहँदा मात्र होइन, अस्ट्रेलियामा हुँदा समेत आँखाको रोग सम्बन्धी विभिन्न खोज तथा अनुसन्धान गरे। उनले लामो समयको खोज र अनुसन्धानपछि आधुनिक मोतीबिन्दुको प्रभावकारी सरलीकरण र न्यून मूल्यको विश्वस्तरीय इन्ट्राओकुलर लेन्स बनाए। उनले पत्ता लगाएको नयाँ सुलभ पद्धति अनुसार शल्यक्रियामा इन्ट्राओकुलर लेन्स बिरामीको आँखामा लगाइन्छ र बिरामी आफ्नै आँखाबाट संसार देख्छन्। यो विश्वस्तरीय लेन्स नेपालमा न्यून मूल्यमा उत्पादन भएपछि आधुनिक मोतीबिन्दुको शल्यक्रियाको दायरा एवं उपचार पद्धति विश्वभरका करोडौं सीमान्तकृत व्यक्तिको पहुँचमा पुग्न सफल भयो। सन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौं मानिसको सफल शल्यक्रिया गरिसकेका छन्। यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई दृष्टिका देवता मानेका छन्। नेपालको नवीन प्रविधि रुइटेक्टोमीका रूपमा यो उपचार पद्धति एसिया, दक्षिण अमेरिका, अफ्रिका लगायत विभिन्न देशमा प्रयोगमा छ। उनले मोतीबिन्दुको शल्यक्रिया भिडियो मार्फत र सम्भव भएसम्म आफै उपस्थित भएर संसारभरिका डाक्टरले सिकाउँदै आएका छन्। उनले पुर्याएका योगदान स्वरूप तिलगङ्गा आँखा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ। मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै विश्वका प्रसिद्ध समाचार माध्यमले यसको प्रचार प्रसार गरेका छन्। आजको लागि यति नै। हस्त नमस्कार।